मेकअप गर्दाखेरि चाहिँ मेकअप प्रडक्ट मात्र राम्रो भएर हुँदैन, मेकअप प्रडक्ट युज गर्ने टुल्स पनि राम्रो चाहिन्छ भन्ने कुरा चाहिँ यो ब्युटी ब्लेन्डरले प्रुफ गरेको छ। एउटा राम्रो ब्युटी ब्लेन्डरले पनि तपाईको फाउन्डेसन एप्लिकेसनमा, कन्सिलर एप्लिकेसनमा कति धेरै फरक पार्दो रहेछ भन्ने कुरा चाहिँ मैले यो टेस्टाको ब्युटी ब्लेन्डर युज गर्न थालेपछि थाहा पाइरहेको छु। यो ब्युटी ब्लेन्डर चाहिँ यस्तो सुपर सफ्ट छ, यो चाहिँ मैले पानीमा भिजाएको छैन, अझ पानीमा भिजाएपछि चाहिँ झन् धेरै नै सफ्ट हुन्छ। यो पानीमा भिजाउनु अगाडि नै यस्तो मजाको सफ्ट छ के। यसमा भएको यो सेपले गर्दाखेरि तपाईले चाहिँ एकदमै प्रिसाइजली जुन जुन एरियामा ब्लेन्ड गर्ने हो त्यो एरियामा चाहिँ ब्लेन्ड गर्न पनि एकदमै इजी हुने। सो यसलाई चाहिँ मैले यतिकै पनि युज गरिसकेँ अनि त्यसपछि पानीमा भिजाएर पनि मजाले युज गरिसकेँ। मलाई चाहिँ दुवै तरिकाबाट नै एकदमै राम्रो लाग्यो यसले ब्लेन्ड गर्ने यसको फिनिस चाहिँ। नर्मल्ली यो ब्युटी ब्लेन्डरलाई पानीमा नभिजाउँदाखेरि चाहिँ यसको साइज यत्रो छ, यस्तो खालको छ, यहाँहरूले देख्न सक्नुहुन्छ। सो अब चाहिँ म यसलाई पानीमा भिजाउँछु अनि कस्तो देखिन्छ देखाउँछु। यहाँहरूले देख्न सक्नुहुन्छ यसको साइज चाहिँ पुरै नै डबल भएको छ क्या। कस्तो मजाको सफ्ट छ, तपाईँहरूले फिल गर्नुभयो भने थाहा पाउनुहुन्छ क्या। अनि यसले ब्लेन्ड यस्तो सिमलेसली गर्छ नि तपाईँको प्रडक्टलाई। मैले फाउन्डेसन लगाएको छु थोरै, यहाँहरूले देख्न सक्नुहुन्छ यसले कस्तो मजाले ब्लेन्ड गर्छ। एकदमै सुपर फास्ट, एकदमै सिमलेसली मजाले, तपाईँले धेरै प्रेसर नै दिनु पर्दैन, यस्तो मजाको छ नि यो ब्लेन्डर। सो यसमा चाहिँ यस्तो सेप भएको कारणले गर्दा तपाईँले ठ्याक्क प्रिसाइजली अन्डर आइज एरियामा अनि यो नोजको कर्नरतिर सबै पार्टहरूमा चाहिँ एकदमै मजाले नै ब्लेन्ड गर्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ कस्तो मजाले ब्लेन्ड गरेको छ, के पनि हुन्छ नि फोर्स नै लगाउनु पर्दैन। यहाँहरूले देख्न सक्नुहुन्छ यसले चाहिँ कस्तो मजाले ब्लेन्ड गरेको छ अनि प्रडक्ट पनि धेरै सोक गरेको छैन क्या। सो कुनै कुनै ब्युटी ब्लेन्डरहरूले चाहिँ पुरै लगाएको प्रडक्टहरू सबै नै सोक गर्ने हुन्छ। सो यसले चाहिँ त्यस्तो के पनि भएको छैन अनि कस्तो मजाले सिमलेसली इफोर्टलेसली मजाले नै ब्लेन्ड गरेको छ। अहिले चाहिँ मैले रेगुलरली नै यो ब्युटी ब्लेन्डर युज गरिरहेको छु। मलाई चाहिँ पर्सनली एकदमै राम्रो लागिरहेको छ, एकदम सफ्ट छ क्या, तपाईँहरूले सोचेको भन्दा धेरै नै सफ्ट छ। सो राम्रो ब्युटी ब्लेन्डरमा इन्भेस्ट गर्ने सोचिराख्नु भएको छ भने चाहिँ यो ब्युटी ब्लेन्डर एकचोटि ट्राई गर्नु भन्छु है म चाहिँ। प्राइस पनि अफोर्डेबल नै छ यो ब्युटी ब्लेन्डरको।